सानो मोहरै रोपेको लाग्दछ बादल भित्र जुनै हो कि लुकेको छातीभित्र मुटु मेरो ढुकढुकीमा तिमी छातीभित्र मुटु मेरो ढुकढुकीमा तिमी शङ्का तिमीलाई लाग्छ भने आऊ हेर छानी आँखाभित्र नानी नानीमा शर्मलाउँदै बस्छौ तिमी पनि पारी बन्न कोइलीले सानो मुहारै छोएको लाग्दछ बादलु भित्र जुनै हो कि लुकेको सिरुघारी जस्तो छ यो के हो ढोडे सिरुघारी ढोडे घारी कस्तो आनन्दको मौसम रहेछ अहिले जाडो पनि छैन गर्मी पनि छैन ठिक्कको मौसम तुमको ट्रेकिङमा पार्क त्यही मजाको पार्क छ पब्लिक एरिया पर पार्ट परक्लो भन्दाखेरि नि वेयरिङको तार बनाउने कम्पनी अरे त्योतिरको औषधि ठुलो भवन औषधिको कम्पनी ठुलो भवन त्यो ठुलोभन्दा पछाडिको चाहिँ बिजुलीको तार बनाउने कम्पनी त मजाको छ रुखहरू पार्क बनाइरहेछ पार्क अझै कति धेरै भित्र झाडीमा सर्प र मौरीदेखि त्यो बारुलाहरूदेखि होसियार भनेर लेखा छ यस्तो आनन्दले यो चाहिँ पार्क मेरो एक्सर्साइज गर्ने पार्क बाइकिङ 이름과 번호를 찾아주신 관람객 여러분께 안내 말씀드리겠습니다. 국가유산 보호법에 위반하여 보호구역을 내서의 그들이 सम्पूर्णमा जानकारी गराइन्छ कि भनेर इन्फर्मेसन दिँदैछ ढोडे गाडी यस्तो दामी बादल लागेको यति सफा चट्ट काहीँ फोहोर प्लास्टिक भन्ने केही पनि छैन कति सफा चट्टसँग हजुरलाई जानकारी गराउन चाहन्छु कि भनेर इन्फर्मेसन दिइरहेछ यो पुत्तापट्टि चाहिँ पुरानो कोरियाको राजा र उसको छोरा दुईजनाको समाधि स्थल चाहिँ जङ्गलहरू जस्तै गयो समाधि स्थलमा अनि त्यहाँ मान्छेहरू जाने यसो पुरानो कुराहरू हेर्ने आउने उसले युज गरेकाहरू पुऱ्याउँदै अहिले चाहिँ जुनै हो कि लुकेको कोरिया बसाइको अन्तिमतिर तर रमाइलो भइरहेको छ मौसम पनि अब अन्तिम भएर यो 13-14 वर्षको कर्म थोलोको बसाइले लगभग अब बिट मार्ने बेला भएको बेला कर्म थल्यो यस्तै जन्म थल्यो प्यारो हुन्छ भने त तर पनि अब हामीलाई यो ठाउँमा पुरानो कर्म थलोले ज्ञान सिप दिएको छ त्यही भएर कुनै बेला अझ बस्न नि मन लाग्छ माथि क्याम्पिङ गरिरहेछन् कोही हामीहरू बसेर खाइरहेछन् यस्तै छुट्टीको बेला परिवारसँग आउने बस्ने खाने भिडभाड अब पार्कमा भिडभाड हुन्छ ठाउँ त्यति हुँदैन घुमाउने होइन यता पार्कतिर आउने परिवारजन भेटघाट गर्ने साइक्लिङ गर्ने बस्ने खाने रमाइलो गर्ने अनि जाने फेरि भोलिदेखि उयो 6 दिन ड्युटी सुरु हुन्छ यिनीहरूको यहाँ पनि यसरी केटाकेटीहरू साइक्लिङ गरेर बसेका छन् सबजना घुम्छन् बस्छन् रमाइलो गर्छन् छुट्टीमा अरू बेला व्यस्तता जिन्दगी हुन्छ
अनि बिदाको बेला चाहिँ शीतलता ताप्नु, पारिवारिक भेटघाट, आफन्त साथीभाइसँग रमाइलो गर्ने, बस्ने, खाने, गर्ने ठाउँ हो। पार्क भनेको चाहिँ पब्लिक एरिया, फोहोर गर्न पाइन्न। यहाँ पानी परेको भर्खर पानी परेको पनि पानी जमिरहेको रहेछ। अब बिहानसम्म पानी परेको थियो। मौसम यति सफा छ, छट्ट। अनि अर्को कुरो के भने कोरियामा चाहिँ ठुल्ठुलो रुखहरू, सल्लाहहरूलाई एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्दाखेरि खाली जमिनमा ल्याएर यति ठुलो रुख नै अब गाडी यहाँ बोकेर ल्याएर रोपेको हुन्छ। यो ठुलै रुख रोप्यो, सानो उम्रेको भने अनि यसरी बाँधेर चट्ट अल्झाएको। अनि सर्छ फेरि यो रुख पनि सोनामु। खै के हो यो सोनामु भने सल्लाहको रुख हाम्रोतिर ढ्याङ्ग्रे सल्लो कि खोटे सल्लो भन्छ। यस्तो पार्कहरू यो डिल उनीहरूले आफै बनाएको सम्म ठाउँमा कहाँबाट माटो ल्याएर यसरी अलिक उच्चा बनाएर पहाड जस्तो बनाएर अनि यत्रो यत्रो रुख रोपेको हुन्छ। यहाँ चाहिँ अचम्म कुरो चाहिँ यही हो। सब यति ठुल्ठुलो रुख, यो त अलिक सानो, अझ ठुल्ठुलो रुखहरू पनि ल्याएर टक्राक टक्राएर रोप्यो, सर्छ फेरि। यहाँ यसरी इन्भर्मेन्ट गरेको हुन्छ। फोहोर जताततै नफाल्नु, चुरोट नखानु। अनि त्यस पछाडि यो के हो, त्यो के हो, त्यो के हो, त्यो साइक्लिङहरू गर्न नपाइने, बिरुवा चाहिँ कुकुरलाई जताभावी फोहोरहरू गरे पनि उठाएर लाने भन्ने इन्फर्मेसन दिएको रहेछ। यहाँ देखो पार्कको इन्फर्मेसन, यसो एड्रेस हसाङजी आन्याङदङ 170 थासी 92 भन्ने इलवान रस्ते यति एड्रेस। 120 र 443 मिटर स्क्वायरको रहेछ। 88 यति यतिमा बनेको 74%। परम्परागत उयोहरू सुनिन्छ। छान्दी खम्जाङ अरे के बाजी सबै यति 1 2 3 भने यहाँ यो एड्रेस दिएको छ। यहाँबाट हामी अहिले 2 नम्बरमा छौँ। त्यसपछि यहाँ 4 हुँदै हुँदै 6 नम्बर पार्किङ रहेछ। अनि 7 8 9 1 नम्बर चाहिँ ठुलो पार्क रहेछ। त्योभित्र गोलो हेऱ्यो 1 नम्बर, त्यो पर भवन के रहेछ 3 र 2 को बिचमा यस्तो इन्फर्मेसन यति नै हो। यहाँनिर लाइटिङ लगाएर बेलुका चाहिँ ठुलो पार्कको यो गरेको हुन्छ। अनि पार्कमा आउने मान्छेहरू गाडी चाहिँ पार्किङ स्थल यहाँ छ। यति धेरै गाडीहरू फ्रीको पार्किङ हुन्छ। अति धेरै पार्किङ, मान्छे कहाँ छ न यत्रो धेरै गाडी पार्किङ गरेर। गाडी पार्किङ गरेर कहाँ गएछ बिदाको दिन त यहाँ त यति व्यस्त हुन्छ। पार्किङ 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 पुण्याको बाटो पनि आइरहेको छ। गाडी कहाँ परबाट आइरहेको। पार्किङ पार्किङ के बनाउँदै रहेछ बाटोको फुटपाथको बनाउँदै रहेछ यस्तो जाली हालेर। यहाँ चाहिँ मैले 50 छोडेको छ। गाडी कहाँबाट जाने अब। फुटपाथको बाटो यस्तो बनाएको रहेछ। मान्छे गाडीको अति धेरै सोरुममा जत्तिकै गाडी। फुटपाथ बाटो बनाएको छ। फुटपाथ इभी गाडीले चाहिँ इभी टेस्ला गाडी धेरै हो। देखे जति गाडी निकाल्यो। सुरुमाको मेरो अनुभव कोरिया आउँदाखेरि फर्स्ट टाइम कम्पनीमा यतापट्टि त्यो कामदारहरूले रहेछ गाडी नै गाडी पार्किङ गरेको। अनि चाहिँ हाम्रो साउथ त कति धनी रहेछ, यति धेरै गाडीको मालिक रहेछ जस्तो लाग्थ्यो। पछि थाहा भयो कि कामदारहरू गाडीमा आएर काम गर्ने जाने पार्किङ गरेको र त्यस्तो लाग्थ्यो अनुभव। त्यो फर्स्ट टाइम अब अस्ति चाहिँ नेपालमा त कम्पनीमा काम पनि नगरेको अनि त्यो पनि हुन्थेन नि त। यस्तो कम्पनी गरेको यहाँ आएर कम्पनी दिएको धेरै गाडी आँखाले देखिन्छ गाडी नै त्यसै पार्किङ। विकसित देशमा काम गर्नु भए पनि गाडी पनि चट्टा चाह्यो भने हामी गाडी पनि सुनिन्छ। 2टा खाली रहेछ। अपाङ्गता भएको व्यक्तिहरूको गाडीको लागि पार्किङ 2टा खाली र अरू यो पनि त्यही हो। कहाँसम्म गाडी छ
त्यो पर अग्लो भयो कि सुवन युनिभर्सिटी हो पर देखिएको अग्लो भयो 10 मिनट भइसकेको छ